गरौं उनै पल शाह अभिनीत चलचित्र आबाट आमाको। यही माघ 16 गतिबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र हो आबाट आमा, जसको ट्रेलर सार्वजनिक समारोहमा फिल्ममा आबद्ध कलाकारहरूले फिल्ममा आफ्नो भूमिका बारे जानकारी दिइरहेका छन्। फिल्ममा अभिनेता पल शाहकी आमाको भूमिकामा प्रस्तुत भएकी अभिनेत्री विपना थापाले यो फिल्मबाट अझ धेरै कुरा सिक्ने मौका पाएको बताएकी छन्। कार्यक्रममा बोल्दै अभिनेता पल शाहले यो फिल्म दर्शकहरूबाट मन पर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले यो फिल्ममा राम्रो भूमिका दिएकोमा निर्माण टिमलाई समेत धन्यवाद दिएका छन्। ट्रेलरबाट म अहिले पनि बाहिर निस्कन सकेको छैन, एकदमै भावुक भइरहेको छु, दर्शकहरूलाई पनि मन पर्छ भन्ने विश्वास छ, त्यही भन्न चाहन्छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। यति राम्रो भूमिकाका लागि मलाई विश्वास गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु, अभिनेता पल शाहले भनेका छन्। फिल्मका कलाकार साइग्रेस पोखरेलले पहिलोपटक यो फिल्मबाट अभिनयमा उत्रिन पाउनु नै भाग्यमानीको कुरा भएको बताएका छन्। उनले घर नभएको आमा होस् तर आमा नभएको घर नहोस् भन्ने भनाइ नै यो फिल्ममा देखाउन खोजेको भन्दै आमा शब्द धेरै नै भारी भएको बताए। एउटा भनाइ छ, बरु घर नभएको आमा होस् तर आमा नभएको घर नहोस्। त्यसैले आमा शब्द कति भारी छ। म पहिलोपटक यस चलचित्रमा अभिनयमा उत्रिन पाउनु भाग्यमानीको कुरा हो। भगवान श्रीराम यी तीनवटा कुराले यो अभिनयमा मैले आफूलाई स्वीकार गरे। चन्द्रपन्त निर्देशित फिल्म आबाट आमामा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपाली लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।